रूपन्देहीको तिलोत्तमा 6 पूर्व पहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यमिक विद्यालयमा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कक्षा 8 र 10 का विद्यार्थीहरूलाई शुभकामना मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापाले उज्जवल भविष्यको कामना गर्नुभयो। त्यो परिस्थिति नाश गरेर तपाईहरुलाई हामी सबैले झगड्दै राखेको कारण भनिराखेको कारण सम्झाइराखेको कारण र सरले पनि मेहनत बनाएर दिउँसो साँझ बिहान तपाईहरुलाई यसरी पढाइराखेको कारण कि तपाईहरुको भविष्य राम्रो बढोस्, तपाईहरुको भविष्य उज्जवल बढोस्, जिन्दगीमा तपाईहरु कहिले पनि दुःख नपाओस् भन्नुको कारणले नै यो पढाइमा राम्रोसँग पढाएर ध्यान गरेर भनिरहने र तपाईहरुलाई सम्झाए भन्ने विशेष कुरा हो। यो समयमा तपाईले पढ्नु भएन भने भोलिको दिन तपाईहरु अरूको अन्दरमा बसेर काम गर्नुपर्छ। त्यो समयमा कस्तो हुन्छ जसले पढेको छ उसले चाहिँ एउटा हातको काम र उस्तै जग्गाको काम गर्छ भने तपाईहरुलाई नर्मल उस्तै पढेको पिउन पाउनु पनि गाह्रो छ। पिउन पाइ पनि हाल्यो भने पनि कसैको अन्दरमा बसेर काम गर्नुपर्छ। त्यसको परिणाम के हो? त्यसको परिणाम हो तपाईहरुले अहिले नै यो उमेरमा आजको दिनमा तपाईहरुले सबभन्दा ठुलो परिणाम त्यो तसर्थ मेरो भाइ बहिनीले पनि हार्दिक अनुरोध पनि गर्न चाहन्छु, निवेदन पनि गर्न चाहन्छु। कृपया गरेर तपाईहरुले पढाइमा लगनशील भएर मेहनत गरेर पढ्नु। तपाईले आफ्नो भविष्य बनाउनको लागि राम्रोसँग मेहनत गर्नु, पढ्नु कोसिस गर्नु, नजाने कुरा सोध्नु, तर चाहिँ राम्रोसँग पढ्नु होला भन्ने मैले उहाँले मेहनत गरेर पढेको कुराले सफलताको उचाइमा पुर्याउँछ, त्यसैले मेहनत गरेर पढ्नुपर्ने र नबुझेको कुरा सोधेर पढ्नुपर्नेमा जोड दिनुभयो। यसैगरी शिक्षक अभिभावक सङ्घका अध्यक्ष मोहनीलाल आचार्यले बोल्दै विद्यार्थीहरूलाई नतिजामूलक र उपलब्धिमूलक रूपमा पढ्नुपर्ने बताउँदै श्री पश्चिम पहुनी माध्यमिक विद्यालयलाई नमुना माध्यमिक विद्यालयको रूपमा देख्न पाऊँ भन्दै शुभकामना व्यक्त गर्नुभयो। समय पार गरेर तपाईहरु आउँदैन यो खेती उत्पादन गरेर अब तपाईँहरूले अब गरेरै मुखमा उनीहरू ल्याउनेदेखि लिएर शिक्षा ल्याउने गरेको मेहनत र तपाईहरुको बाटो पनि खुल्ने अब 8 क्लास पास नगरेसम्म नेपाल सरकारले पनि लाइसेन्ससम्मको पनि अब नदिने घोषणा गरिसकेको छ। त्यसकारण तपाईहरुले त्यसलाई पनि फलो गरेर पढिदिनु होला। यो स्कुलको नाम फेरि तपाईहरुले आउँदाखेरि पश्चिम पहुनी नमुना मावि भनेर लेख्न पाइयोस्। तपाईहरुको अध्ययनको सम्पूर्ण नतिजा देख्न पाइयोस् भन्ने मेरो शुभकामना व्यक्त गर्न चाहन्छु। यसैगरी विद्यालयका प्राध्यापक दुर्गा नारायण श्रेष्ठले पढाइ गाह्रो हुन्छ भनेर पढ्नै छोड्नु हुँदैन, पढाइलाई निरन्तरको अभ्यास र प्रयासले सरल सहज बनाउन सकिन्छ र पढाइ जस्तो सजिलो अरू केही पनि नभएको उहाँले धारणा राख्नुभयो। हामी यहाँ रूपन्देहीवासी त्रिपुरा नगरपालिका तथा मधेसको क्षेत्रमा विभिन्न विद्यालयको बिचमा प्रतिस्पर्धा रहँदा त्योसम्म नतिजामा उत्कृष्ट हासिल गर्न सकिन्न, तबसम्म विद्यालय गति लिन सकिन्न भनेको हामीलाई राम्रोसँग थाहा छ। त्यही भएर हामीले बालघाट मेरा शिक्षक साथीहरू सबैले बिहानको चिसो र बेलुकाको निद्रा पनि नभनेर विभिन्न खाना बोकेर आएर औरात्र रूपमा विद्यालयमा आएर पाठन गरिरहनु भएको छ र त्यहाँनिर अझै मिल्न गएको छैन, किनकि सिकाइ गर्ने कुरा शिक्षक एउटा मात्रै कसिएर हुँदैन। त्यसमा विद्यार्थीको उत्तिकै भूमिका रहन्छ, घर परिवारको वातावरण उत्तिकै मिल्नुपर्छ। त्यसो हुँदा यो 3 पक्ष नमिलिकन शिक्षालाई सुधार्न धेरै गाह्रो छ। हामीले खेतीपाती लगाए जस्तो होइन, पढ्ने कुराहरू पढ्न अत्यन्तै गाह्रो छ। त्यही ढङ्गले लगाउनुपर्छ हामीले र अनि मात्र कृष्ण सरले भन्नुभयो जस्तो वर्षभरि पढेका कुराहरूलाई हामीले 2 घण्टा र 3 घण्टाको समयभित्र कपीको पानीमा पढिदिएर हामीले त्यो आधारमा हामीले मापनको आधार बनाएको छ। त्यस समयमा विद्यार्थी भाइ बहिनीहरूले तलमाथि पुरानै हुने व्यक्तिको अथवा त्यो समयमा अलि नराम्रो खालको अवस्था
र मानसिक पीडा आउने अवस्थाहरू बनेको अवस्थामा विद्यार्थी भाइ बहिनी ती 3 घण्टाको समयमा वर्षै बन्नुपर्ने कुराहरूलाई कापीको पन्नामा कैद गर्न सक्दैनन्। त्यसो हुँदा विद्यार्थी भाइ बहिनीहरू विद्यालयको तर्फबाट हामीले व्यवस्थापन कक्ष र प्रशासनको हिसाबबाट र शिक्षक साथीहरूबाट जुन हिसाबले विद्यार्थी भाइ बहिनीहरूलाई दिनुपर्ने जुन नलेज हो त्यो हामीले पूरापूर दिएको अवस्था छ। विद्यार्थी भाइ बहिनीले कति ग्रहण गरे र कतिलाई कति नम्बर दिन्छन् र कति किसिमको प्राप्ताङ्क ल्याउँछन् भन्ने कुराहरू मात्रै हो। त्यसो हुँदा विद्यार्थी भाइ बहिनीको अब समय लगभग अन्तिम अवस्थामा आइसकेको छ। कक्षा 10बाट अहिलेको एसयू परीक्षामा 18 जना विद्यार्थीहरू सहभागी छन् अनि कक्षा 8बाट 52 जना विद्यार्थीहरू चाहिँ सहभागी छन् र हाम्रो अपेक्षा सबै विद्यार्थी भाइ बहिनीहरूले राम्रोसँग अध्ययन गर्ने अझै पनि समय छ र छोटो समयको बिचमा राम्रो प्रगति हुने अवस्थाहरू बन्न सक्छन्। त्यसो हुँदा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले राम्रो नतिजासहित विद्यालयको आफ्नै भविष्यको घर परिवार सरसमाज छिमेक समुदाय विद्यालय र सिङ्गो राष्ट्रको एउटा इज्जत राख्नेछन् र भोलि आफ्नो सुनौलो जीवनको गन्तव्य पुर्याउँदै अगाडि बढ्नेछन् भन्ने शुभकामना म व्यक्त गर्न चाहन्छु। यसैगरी विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा ल्याउने तयारीका साथ अध्ययन गरिरहेको बताएका थिए। विभिन्न चुनौतीहरूका असहजताका बावजुद पनि शिक्षकहरू र क्षति गर्नुभएको सिकाइ सहयोगीहरूलाई पक्कै पनि आत्मसात गर्नुपर्छ। आउँदा दिनहरूमा पनि आफ्नो लक्ष्यलाई निर्धारण गर्दै अघि बढ्नुहुनेछ। के गर्दा राम्रो हुन्छ, के गर्दा ठिक हुन्छ त हजुरहरूले शिक्षकहरूबाट परामर्श लिन सक्नुहुन्छ। त्यो अनुसार हजुरले निर्णय भएको छ। कति अवस्था हुन लागेको अवस्था छ। कक्षा 8को हाम्रो नगर स्तरीय आधारभूत तहको परीक्षामा हामी सबै उत्तीर्ण हुनेछौँ भन्ने मलाई लाग्दछ। कक्षा 10को सन्दर्भमा भने यसरी पश्चिम पहाडी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको प्रशासनका कारणले यस विद्यालयमा होस्टेल सञ्चालन भइरहेको छ। कक्षा 10का दिदीहरूले कडा मेहनतका साथ होस्टेल पढेर कक्षा 10 उत्तीर्ण गर्नुहुन्छ भन्ने मलाई लागेको छ। हामी कक्षा 8 र कक्षा 10 दुवै कक्षाहरूले यस विद्यालयको इज्जत र प्रतिष्ठानलाई एकदमै उच्च राख्ने रहेको छु। यसैगरी शिक्षक अस्मी थापाले विद्यार्थीहरू उत्कृष्ट अङ्कका साथ उत्तीर्ण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले आफ्नो अथक मेहनत र प्रयासलाई अब भने कापीका पानामा कैद गरेर त्यसलाई अङ्कमा हामीलाई देखाउनुहुनेछ। शिक्षाको गुणस्तरलाई सुधार गर्दै उत्कृष्ट अङ्क ल्याउने प्रयास गर्नुहुनेछ। हामी शुभकामना दिन चाहन्छौँ। तपाईँहरूको मेहनत प्रयासले नै हाम्रो विद्यालयको शैक्षिक गुणस्तरमा सुधार देखिने भएको हुँदा यसलाई मनन गरेर अहोरात्र जसरी खटिरहनु भएको छ यो मेहनतलाई निरन्तरता दिनुहोला र नअल्मलिकन परीक्षामा सहभागी हुनुहोला। यसैगरी मन्तव्यका क्रममा शिक्षक कृष्ण अधिकारीले बोल्दै प्रश्नले के खोजेको छ, प्रश्नको उत्तर कसरी लेख्ने भन्नेमा विद्यार्थी चनाखो र सफा शुद्ध अक्षरमा लेख्नुपर्ने बताउनुभयो। अहिलेसम्म तपाईँहरूले जे कुरा सिक्नु भएको छ, 1 वर्षसम्म हामीले जति कुरा सिकाएका छौँ त्यो कुरा सबैले पार्न त सक्नु हुने छैन। तर पनि त्यो प्रश्नले मागेको कुरा के छ, हामीले दिनुपर्ने कुरा के हो भन्ने कुरा चाहिँ ध्यान दिएर परीक्षामा सहभागी हुनुहोला। सिकेको कुरा र आर्जन गरेको ज्ञान लेखाइमा मूल्याङ्कन हुने भएकाले लेखाइलाई ध्यान दिएर शुद्ध सफासँग लेख्नुपर्नेमा उहाँको जोड रहेको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता रहेको थियो। यसैगरी अतिथिहरूमा श्री पश्चिम पहुनी माध्यमिक विद्यालयका प्राध्यापक दुर्गा नारायण श्रेष्ठ, विद्यालयका सह प्राध्यापक पुण्यबहादुर बगाले, विद्यालयका इङ्ग्लिस मिडियमका कोअर्डिनेटर दुर्गादत्त घिमिरे, विद्यालयका अक्षय कोषदाता राजन पाण्डे लगायत शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्वागत मन्तव्य विद्यालयका शिक्षक विजय नेउपानेले राख्नु भएको कार्यक्रमको सञ्चालन शिक्षक इन्दिरा गिरीले गर्नुभएको थियो।